आज चाहिँ हामी छुट्टीको दिनमा यसो के भन्छ अरे बसीको सम्मको यात्रा हिँडेर हाइकिङ यो डाँडाबाट बिना रोड डाँडाबाट जानु मिल्छ अरे। सो हामी डाँडाबाट पुरै कट्टु उसमा जुत्तामा हाइकिङको लागि हिँड्दैछौँ। ल उकालो सुरु हुँदैछ भर्खरै। यस्तो चाहिँ कतिको हेल्दी छु आफू, आफ्नो हेल्थ कतिको छ भन्ने कुरा उकालो चढ्दा चाहिँ थाहा हुँदो रहेछ है साथीहरू। सो धेरै पछि हिँडेपछि किप डुइङ युर बेस्ट। अलिकति हावा खाने ठाउँ शरीरको आफ्नो केयर गर्नु होला, केयर गर्नु होला। पछाडि देखाउँछु साथीहरू आउँछ मलाई भनेर भन्दा जाउँ चल्दै। अस्ति नै हामी राति ऊ त्यो डाँडा गएको थियो। त्यहाँ जानुभएको? यता तल पनि बाटो छ? तल छ नि, यतैबाट गएको रहेछ। गुन बोल्यो पित्तलको सुन पायो होला, भुइँ छोड्यो आकाशको जुन पायो होला। हावामा पसिना यस्तो हिँड्दा त त्यो माथिबाट चाहिँ रहेछ। त्यो घरबाट देख्ने बाटो त ऊ घरबाट देख्ने डाँडो यो त हो नि, टुप्पो के चुचुरो परेको के भन्छ अरे डाँडो। आजको हाइकिङ दामी रमाइलो भएको छ नि त हजुरलाई? त्यो डाँडा घरबाट सधैँ देखिने डाँडा, आज त्यही डाँडाको नजिक आउँदा मन एकदम खुसी लागेको छ। विकसित देश भनेको विकसित देश हुँदो रहेछ साथीहरू। ल हेर्नुहोस् यसरी हाइकिङ हिँड्ने ठाउँमा पनि पुरै ग्राभल गरेर साइडमा बार सुरक्षाको लागि कति सुविधा बनाइदिएको। ल हेर्नु त, जुन कि हाइकिङ गर्दा तपाईँको साइकल ल्याउनु भएको छ भने नि साइकल पनि मजाले गर्नु मिल्ने। वा कस्तो दामी भ्यू यार। हाम्रो घर कुन हौ यहाँबाट ठ्याक्कै भन्नुपर्दा अलि छेक्यो डाँडाले। यस्तो दामी ठाउँ है, अलि पहिले आउनु पर्ने हो। कस्तो सोलिड देखिने है। ठ्याक्क रोड आएछ है काउली।
What? Fuck. मैले वेस्ट भने कि मैले चाहिँ यताबाट बाटो हिँड्ने ठाउँ Oh yeah. यहाँ नि एउटा भिडियो बनाउनु पर्यो मेरो हो क्या यसरी ठ्याक्क म उता बस्छु होइन ठ्याक्क त्यहाँ बस्छु हजुर त यहाँबाट यसरी यता हेर्नु त सर यसरी आएर हेर्नु है यसरी आएर यस्तो देखाइदिने बुझ्नुभयो नि तलको खोला देखियो क्या सर यताबाट गाडी आयो गाडीलाई त बाटो छोडिदिनै पर्यो साथीहरू हाम्रो नि दिन आयो भने हामीले नि गाडी लिएर हिँड्छौँ पख्लास तिमीहरूलाई कति किलोमिटर आइयो बोका देउ रिस्को अब चाहिँ कच्ची बाटो रहेछ है बल्ल ल अब हाम्रो चाहिँ कच्ची बाटो सुरु भयो गाइज होइन अब यहाँबाट सिधै हामी अगाडि जान्छौँ यता चाहिँ साइडमा चाहिँ पुरै के भन्छ अरे लेक फेवा लेक भने जस्तै हेलो हाई सो अब यहाँबाट चाहिँ पछाडि पोखरा भयो कति रमणीय ठाउँ कति विकसित ठाउँ कति राम्रो बाटो जता हेऱ्यो त्यतै फोटो खिच्न मन लाग्ने जता हेऱ्यो त्यतै भिडियो बनाउन मन लाग्ने यतिका वर्ष यहाँ बसियो लगभग अलमोस्ट 2 वर्ष अहिलेसम्म पनि यो ठाउँमा नआउँदा अहिले आएर चाहिँ दुःख लाग्छ है यस्तो राम्रो ठाउँ मैले किन मिस गरेछु जस्तो हामी अल्छी गरेर नि हामी अल्छी यस्तो दामी रहेछ तर ठिकै भयो जस आइयो अहिले मौसम राम्रो भयो क्या आज चाहिँ घाम पनि नलाग्यो यता माथि त होइन होला कस्तो दामी क्यामेरामा झन् दामी देखिँदो रहेछ क्या ओरिजिनल भन्दा जे चिज पनि है मुभीहरूमा देखायो भने यही ठाउँ दामी हुन्छ नि त्यस्तै गिम्बल भएको सही हुन्छ कि भिडियो खिच्न त सर र स्टेबल रहन्थ्यो नि त मोबाइल त्यो त हिँड्दा हल्लिने कि त्यो जेनुको भिडियोमा खालि यस्तै हिँडेको सर माथिबाट जानुपर्छ जस्तो लाग्यो कि होइन रहेछ त्यो अनि भ्यू नै खतरा क्या हामी त घुमेकै छैन क्या मधेरा त हेट आफ्नै ठाउँ घुम्न पाएन यसरी यो त आफ्नै ठाउँ हो नि क्यामेरा जुम फेरि खतरा हुँदो रहेछ यसमा अगाडि चाहिँ भिडियो सर्ट जान्छ यता चोर जस्तो देख्यो होला हामीलाई त है कपाल पालेको चोर भन्यो होला हेट गुन्डा होला हेट अब यहाँबाट चाहिँ ओरिजिनल ट्रायल सुरु भएको छ है ट्रेल भन्छ कि ट्रायल भन्छ ट्रेल है त अब चाहिँ जोगिएर हिँड्नुपर्छ अब अलि जोगिएर हिँड्नुपर्छ अब मामा हेलिकप्टर आउँछ अरे बचाउनलाई
यो हो नि बाटो त बल्ल नेपालमा यस्तो प्रमोट नगरेर है उनीहरूले भन्थ्यो साउथ अफ्रिकामा मदिराको टुरिज्म गर्नलाई खतरा पैसा खर्च गर्छ अरे क्या ए साउथ अफ्रिकामा यहाँको मान्छे थाहा हुँदैन होइन तर खतरा प्रमोसन गर्छ अरे क्या गर्छ होला अब यहाँ पनि हेर्नु त फुन्चलहरू लिस्बनहरूमा हरेक दिन हरेक एउटा विकमा एउटा पार्टीहरू अकेजनहरू केही न केही राखिरहेको हुन्छ किन त नि मान्छे बोलाउन चिनोस् मान्छेले यस्तो हो भन्ने कुराहरू क्या खतरा राइट अब चाहिँ त्यताबाट आउनु अनि मेरोबाट एकचोटि पछाडि खिच्नु पर्यो अब हजुरले ल ल शीतल पनि भयो क्या हेर्नु नि अझ रमाइलो हुन्थ्यो नि गफ गर्ने अन्त अगाडि पनि पानी भिजेछ पसिनाले त्यही भएर मैले कालो कालो कलरको लुगा लगाएर हिँडेको ठिकै छ हाइकिङमा चाहिँ हाइकिङ जस्तै टी सर्ट लाउनु चिप्लो चिप्लो भनेर हो क्या किनभने हाइकिङको टी सर्ट पनि यस्तो पाल भएको ए जर्सी के लाएर आउने भनेर हो इको मसीको छिर्दा त कहाँ छिरे जस्तो हुने हामी त अघि नै पालमा छिरेको बल्ल अलिकति उज्यालो ठाउँमा आइयो अँध्यारो 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 हेत गुफा जस्तोमा यार काट्दा काट्दा अँध्यारोमा त मेरो अनुहार नि सेतो देखिएको थियो उज्यालोमा आउँदा कालो भयो चाहिँ म पछाडिको भ्यू देखाउँछु है त ल हेर्नुहोस् यस्तो गुफाबाट निस्किएर यो चाहिँ अलिकति मजाको भ्यू छ यहाँ चाहिँ यहाँबाट तल सिधै अन द स्पोट मान्छेको केही पनि भेट्दैन यहाँबाट खसेपछि ल ट्याक्टर जान्छ है म अनि फेरि पछाडि पनि खिच्नु यताको खिच्ने आउँछु ओहो यहाँसम्म हान्नुपर्छ यहाँसम्म हान्नुपर्छ खतरा कस्तो दामी हेर्न अहिले चाहिँ हामी यस्तो मनोरम्य जग्गामा आइपुगेको छौँ होइन यो ठाउँ देख्दा अब भिडियोमा त्यस्तो राम्रो देखिँदैन होला तर मैले भन्न खोजेको लाइभ हेर्दा यति रमणीय छ नि त्यो शब्दमा बयान गर्नै मिल्दैन क्या गाइस पहाड कुहिरो त्यही माथि कुहिरो हुस्सु ल साथीहरू हामी चाहिँ अब आधा उदी त आयौँ कि सायद आधा उदी त आयौँ कि है आधा उदी चाहिँ आइयो कि ट्रेलको यस्तो मनमोहक दृश्य हेर्नु यसरी नै सधैँ साथ सहयोग र सब्सक्राइब गर्दै जानु म हजुरहरूलाई नयाँ नयाँ ठाउँ यस्तै मदेराको ठाउँ एक्सप्लोर गराउने छु मेरो च्यानलदेखि यो चाहिँ अहिले हाम्रो यो पोर्तो द क्रुजबाट मसीकोसम्मको यात्रा मान्छेहरूले भन्नलाई 2.5 घन्टा 3 घन्टा लाग्छ भन्छ आज चाहिँ हामी बिना प्लानमा हिँडेको यत्तिकै 10 मिनट अगाडि जाने नि त भनेर कुरा उठाएको निस्किहाल्यो हाम्रो यस्तो छ प्लान बनायो भने बरु सक्सेस हुँदैन
बिना प्लान चाहिँ यस्तो हुन्छ। बारसार छैन यहाँ चाहिँ एकदम हिँड्नलाई एकदम केयर हुनुपर्छ। बियरको बोतल सोटल हाइकिङ गर्दा नि खाँदो रहेछन् भन्ने थाहा पाइयो नि। हावा त्यस्तै चलिरहेको छ अहिले। ब्याक क्यामेरा मान्छेहरूले कसरी खिच्थे यार एउटै मोबाइलबाट सेट फर्काउँदै। फेसबुकको क्यामेराबाट भिडियो खिच्यो अनि त्यही घुमाउनु मिल्दो रहेछ। फेसबुक ओपन गरेर तर भिडियो सेन्ड हुन्छ अनि आफूले डाउनलोड गर्नु। त्यही त त्यो त भिडियो भयो नि त। त्यही सकिने रहेछ। त्यसरी फेरि सेन्ड गऱ्यो भने डाउनलोड गर्दाखेरि क्वालिटी घट्छ कि। वाट्सएपमा त घट्दैन नि। कसको यो चाहिँ यो चाबी चाहिँ कसको हो या चमकको चिज देखियो गाइस। यहाँ चाहिँ कुनै जोडीले यसरी आफ्नो 2020 5 वर्ष अगाडि यसरी चाबी लक गरेर राखेको रहेछ होइन। यसरी नै म पनि मेरो बुढीलाई ल्याएर यसरी नै चाबी लगाउँछु यहाँ अनि अर्को छाल आएर खोल्छु। वाह ल गाइस बर्मकमल है बर्मकमल। मान्छेले यो कति देख्नलाई लाखौँ के अरे शताब्दी के गर्छ तपस्या। ल आज भेटियो ब्रह्मकमल। ल हामी अब फाइनल ठाउँमा आइपुग्न लाग्यो। ट्रेनको लगभग 2 घन्टा हिँड्यो ननस्टप। यहाँबाट बाटो दुईतिर चाहिँ यता लारानो रे यता लारानो लेखेको छ होइन। हेर्नु त न म्यापमा दुईटा बाटो छ एउटा यता अब यो बाटो उताको भने चाहिँ कोनिसाल जान्छ। यो बाटो कोनिसाल यता केही लेखेको छ होला नि। यहाँ चाहिँ पुगौँ न कस्तो छ टप। यहाँ चाहिँ फोटो हान्नुपर्छ है बसेर। एउटै रहेछ बाटो। त्यही माथि डप त्यही डाँडोमा होला हौ सञ्जीवनी बुटी लिनलाई। कपाल काटिदिएको फेरि फाइनल डेस्टिनेसन होइन। डेस्टिनेसनमा हामी पुग्न लाग्यो भने अब ओह्रालो झरेको यो उकालो झर्दैछु। यो रातो गाउँ यो चाहिँ मसीको है। ल हामी चाहिँ डेस्टिनेसनमा आयौँ। ल बाई बाई। अहिले पछि फेरि भिडियो आउँछ है त।